वेलकम टु माई फर्स्ट ब्लग होइन गाइज। अब हिजो अस्ति ब्लग आएन हाम्रो। हिजो अस्ति हल्का बिरामी भन्दा नि पानी सानी परिरहेको थियो, ब्लग सलग हान्न भ्याएन। अनि बेलुका 81 7 बजे लोड हुन्छ अरे भन्यो कम्पनीले। अनि 7 बजीतिर गइयो, 7 बजे नि ब्लग हान्न पाएन। म्याजिकमा जाम साम यताउता के भयो होइन। जाम पर लफा मात्र भयो फक्कडमा, अनि ब्लग हान्न पाएन। अनि आज जोस् हाम्रो के अरे दाना लोड भएको थियो, नजिकको लोड भएको पुरिन्टारको लोड भएको थियो। अनि पुरिन्टार लोड हुने क्रममा चाहिँ अनि यहाँ अब खाली one ठाउँमा आइपुगेको थियो। बिहान 6 बजे आइपुगेको थियो। 6 बजे आइपुग्दा चाहिँ यहाँ केटाहरूले बल्ल आइपुगेको केटाहरू यहाँ झारिरहेको छ केटाहरूले चाहिँ। अनि झार्दा तपाईँहरूलाई जोस् केटाहरूले झारिरहेको छ। अनि म चाहिँ अब सर र केटाहरूलाई यसो देखाउनु पऱ्यो हाम्रो गाडी झरिरहेको होइन। अनि त्यो अनुसारले हुन्छ यहाँ। अनि हाम्रो केटाहरूले यहाँ अब झारिरह केटाहरू आज खोइ ढिलो भयो भन्थ्यो। कहाँ गएको केटाहरू आज? केटाहरू खोइ ढिलो भयो केटाहरूले भन्यो होइन। अनि लास्ट झर्दैछ। ओ बाजे किन हो आज त्यस्तो गरेको? किन हो आज बाहिर ननिस्केको? बाजे आइसक्यो हाम्रो। बाजे यहाँको साउ बाजे हुन्। बाजे आएन, त्यो ढिलो भयो आज। बाजेलाई अब खोइ भेट। बाजे त म त छोडेर गएँ कि भने त यहीँ रहेछ नि त बाजे। हजुर मान्छे आउँदैछ? कहाँ छ खै? खै बुढाहरूको भरै छैन यहाँ। खाली त हुँदैछ। अब बुढाहरूले कहिले भ्याउने हो खै? घाम पऱ्यो कि बिहानै आउनु पर्ने हो? बिहानै घाम नआउँदै ट्याकटुक गरे ठिक्क हुन्थ्यो कि। खै साउबाले फोन लागेन भन्दै थियो। कसको हो यहाँ? फोन नलाग्नाले आज ढिलो भयो हल्का फुल्का। अनि हाम्रो अब ढिला भइसक्यो। ढिला भएपछि अब केटाहरूले हल्का ढिला गर्दैछ। जस 2-3 बज्छ आज हाम्रो। अनि हामी कुइरिन टारमा छु अहिले यति बेला चाहिँ म होइन। कुइरिन टारमा खाली भइरहेछ। अनि जोस राम्रै भइरहेछ। ल गाइस हामी अघि त्यहाँ हाम्रो गाडी खाली भइरहेको थियो। खाली भएर सक्यो। अनि हामी अहिले पुगिन आइसकेछौँ। अनि हामी अब यहाँबाट घर गएर अनि अब हामी यहाँबाट घर गएर खानासाना खाएर हामी कम्पनी जान्छौँ। अनि हाम्रो भर्खर दाइ भेटेको थियो, कुशल दाइ पनि कट्यो। अनि अब त्यहाँ हल्का बुढाहरूले ढिला गरे कि, त्यही भएर अनि अब त्यस्तै भयो। अब तपाईँलाई के होस्, अब हामी यहाँबाट मेन कुरा भनेको भोक पनि लागिरह। अघि खाजा खाइयो 600 को सिकुटी हानिदिएको होइन। अनि अब त्यहाँ अब यहाँबाट सर मुगलिन नजिकै छ होइन। मुगलिन आएपछि चाहिँ मुगलिन आएपछि नारायण घाट खालि टाढा पनि छैन नि त, 38 किलोमिटर त हो। अनि अब टार्गेट भनेको यहाँबाट घर जाने, घर गएर भात खाने। अनि लगभग 5-10 भएन 1 घन्टा जति रेस्ट गर्ने। अनि कम्पनी गएर लोड भयो हुन्छ, नभए म्याजिक चर्को घर आउने टार्गेट हो हाम्रो। अनि त्यसपछिको चाहिँ अनि अब भोलि लोड हुन्छ। आज त हुन्न, 3टै गाडी कम्पनीमा छ। अहिले लगभग 12-1 भइसकेको छ, अर्डर आएको छैन। अनि अब आज सायद हुन्न होला लोड, मैले थाहा पाइसकेँ। त्यही भएर अब आजको लागि यति नै हो। तपाईँलाई हामी अब नेक्स्ट हामी गाडी धुने ठाउँमा गएर एकछिन भिडियो बनाउँछौँ हामी है। अहिलेको लागि प्रतीक्षा गर्नुहोस्। अब फेरि नयाँ आउँछ त्यहाँ गाडी धुने ठाउँमा गएर। जोइन गरिदिइसकेको थिएँ। अनि मुगलिन बजार देखाइदिउँ न त हाम्रो गाइजहरूलाई, हाम्रो दर्शकहरूलाई भनेर। मुगलिन बजार यही हो। अब मुगलिनको अगाडि चोकबाट यता गयो हाम्रो पोखरा बेनी बाथरुम वालिङ स्याङ्जावालिङ जाने बाटो हो। अनि हामी चाहिँ यता देब्रे साइड लाग्छौँ। देब्रे साइड गइसक्यो। अब हामी नारायण घाट पुगेको तलबाट हो। यहाँ हल्का भिडभाडै हुन्छ। यता भात खाने होटेलहरू चल्दैछ। यो एरिया भिडभाडै हुन्छ भनौँ न। सब भैया होटेल हो। यता इन्डियन गाडीहरू खासै धेरै आउँछ।
भिडभाडै हुन्छ यहाँ हल्का भिडभाडमा ख्याल गर्नुपर्छ केटा हो होइन जमाना खराब छ होइन गल्ती नहुँदा पनि गल्ती छ भनिदिन्छ अहिलेको जमानामा त्यही भएर हल्का अब कम्पनीमा गाडी हालेर आइपुग्यौँ अब नारायणघाट जान लाग्यो हामी अघि त्यहाँ गाडी देखाउँछु भनेको त्यहाँ फेरि पानी परिरहेको थियो अनि मोबाइल भिज्छ भनेर भ्लग हाल्न पाएन होइन अनि त्यही भएर हामी कम्पनीबाट देखिरहेको त्यो कम्पनी हो त्यहाँ पारीको निलो छाना भएको अनि हामी चाहिँ बाटो हिँडिरहेछौँ अब यहाँबाट म्याजिक चढेर अब हाम्रो घरतर्फ हामी लाग्छौँ अनि अब घर गएर नै कुराकानीहरू हुन्छ अब घरै जाने हो नि त हामी घरै जाने हो हामी कम्पनी बस्न छोडिसक्यो कम्पनी बसेर बिग्रियो कम्पनी बस्यो भने त अब घरबाटै आइसक्यो प्रेसर अब उतै बिहा गरिस् क्या भन्न थालिसकेँ त्यही भएर होइन घर चाहिँ नि आऊ घर जाऊ गाडी राख्ने म्याजिक चढ्ने जाने अब हामी त जाँदाखेरि चाहिँ खासै प्याक हुँदैन म्याजिक ब्लग स्लग पनि हान्न पाउँछ उताबाट आउँदा चाहिँ खुट्टा टेक्ने ठाउँ पनि हुँदैन लफडा पर्छ त्यही माथि जस राम्रो छ भ्यू यताको यो सब जग्गाहरू हो ऊ त्यहाँनिर छ कम्पनी निलो होइन मेरो बाजेले मुदिदिएको छ होइन मेरो बाजेले कहाँ यहाँ मुत्न आउँछ अनि यो भनेको ऊ अगाडिबाट देखाएको हो नि त भाइ अनि अब धान रोप्ने कार्यक्रम पनि भइसक्यो रहेछ जतितिर होइन खासैतिर हामी हेर्न भ्याउँदिनँ क्या हिँडे थियो अहिले चाहिँ हाम्रो यति बिजी छ अहिले हाम्रो चाहिँ धान त्यो हेर्ने फुर्सद पाउँछ नि क्या बर्ड फ्लू लागेको कारणले अहिले कम्पनी लास्टै स्लो भयो पहिले महिनाको 22 टिप हानिन्थ्यो भने अहिले महिनाको 2 टिपमै महिना मरिसक्यो अनि खल्तीमा डो पनि कम छ अब जोस् अब हामीलाई 1 महिना जति गाह्रो छ यहाँ बर्ड फ्लू जबसम्म सामान्य हुँदैन त्यससम्म दाना लोड हुन गाह्रो छ एकदमै त्यही भएर अब लोडसोड पाइए छैन होइन गाह्रो भइरहेको आजभोलि हाम्रो स्टेसन अब आउँदैछ उहाँ पारी हो अब जस पारीबाट म्याजिक चढ्नुपर्छ हामी तत्कालको लागि चाहिँ होइन यो चरा भाग्यो कालिज हो क्या यो हाम्रो डग्स सुतिसक्यौँ भयो हाम्रो स्टेसन अब आइसक्यो So hello guys, welcome to our vlog. अनि आज चाहिँ म दाइको मुखमा भ्लग बनाउँदैछु अनि आज चाहिँ म तपाईहरुलाई आफ्नो मेरो यो टोलमा के छ हजुरहरुलाई देखाउँदै गइरहेको छु एउटा टोलमा चाहिँ घरहरु त भइहाल्छ हैन अनि घरहरु चाहिँ रहेको छ अनि यो चाहिँ मेरो सानो घर हो अनि त्यसपछि सबैभन्दा पहिला चाहिँ तपाईहरुलाई मेरो बारी देखाउन गइरहेको छु त्यसमा फुलहरु छ म तपाईहरुलाई देखाउन गइरहेको छु यो चाहिँ हाम्रो फुलहरु छ यो चाहिँ हाम्रो फुल छ अझै छ हाम्रो फुलहरु यता चाहिँ के को तरकारी फलेको छ थाहा भएन अनि यता चाहिँ अम्बाको रुख छ त्यता चाहिँ आँपको बोट छ त्यो चाहिँ पपैयाको रुख छ अनि जाम अब बाहिर जामै त साथीहरु म चाहिँ अहिले आफ्नो घरमा छु तपाईहरुले हेरिसक्नुभयो होला मेरो बारी मतलब यो घर यो हाम्रो बारी त्यसपछि म चाहिँ तपाईहरुलाई चाहिँ
हाम्रो टोल देखाउन गइरहेको छ टोलमा के छ के भइरहेको छ भनेर यता चाहिँ यत्रो ठुलो बारिरहेको छ यता चाहिँ मकैको छ मकै फलेको छ अनि त्यता चाहिँ अम्बाको बोट छ यता चाहिँ मकैहरू फलेको छ फुलहरू छ अब जाऊँ हाम्रो टोलमा है त सक्नुहुन्छ मकै के गरम भइरहेको मान्छे झ्याउ पनि लागेको छ अफकोर्स मलाई दिउँसोतिर चाहिँ झ्याउ लाग्छ अनि अब के भनौँ है त्यो चाहिँ रहेको छ हाम्रो घरहरू त्यता चाहिँ अफिसको अङ्कल हो हाम्रै रुमको साइडमा बस्नुहुन्छ अनि अब के भनौँ आम अनि अब यस्तो भ्लग बनाइसकेपछि हामीले के गरौँ हुन्छ कि अनि त्यसपछि अब बाई बाई आजको लागि